नागपञ्चमीको दिन नाग बनाउने तरिका भयो। यो एउटा कापी भयो अथवा एक पन्ना भयो। पन्नाको सेन्टरमा ट्याक्कै बिचमा हुने गरी चाहिँ दुईवटा रेखा हाल्ले सुरुमा चाहिँ होइन। सामान्य खालका हिसा दुई रेखा हाल्ले। यी डिस्टेन्सलाई झिक्कै झिक्कै दूरी नै राख्नु पर्दो। जस ठिक्कको दूरी राख्नु पर्दो यसमा होइन। त्यसपछि के गर्दा जो यो दुई हले हामीले सुरुमा अनि दुईका मन्दी ठाउँबाट चाहिँ यो छ नि एका ठ्याक्कै मन्दी ठाउँबाट इथोमुखोको हाल्नु पर्यो। अनि एका इतलाइबाट इथोमुखो हाल्नु पर्यो। अब फेरि एका इतला यो जो लास्टवाला छ यो लास्टलाइबाट उथामुखो हाल्नु पर्यो। अनि यसलाई चाहिँ परबाट बन्द गरिदिनु पर्यो। आज सेम जो लास्टवाला छ इतलाइबाट अलि तल हाल्यो भने यसलाई इथोमुखो हाल्नु पर्यो। अनि यसलाई चाहिँ फेरि बन्द गर्नु पर्यो। डिस्टेन्स जति डिस्टेन्स यहाँबाट यहाँसम्मको छ उति डिस्टेन्स यहाँ सबैमा लगभग एकै डिस्टेन्स हुनुपर्ने छ भनेको दूरी। यहाँ यिन दुई बिचको दूरी लिएर यिन दुई बिचको दूरीलाई लगभग एकै बनाउनु पर्ने छ खासमा। त्यसैले निको बनाउँछ। त्यसपछि सेम भयो। यसलाई इथोमुखो बनाउनु पर्यो, यसलाई इथोमुखो बनाउनु पर्यो, यो लास्टवालाबाट फेरि उथोमुखो बनाउनु पर्यो, यसलाई चाहिँ फेरि बन्द गरिदिनु पर्यो। तिन हो यहाँ चाहिँ चार पटकसम्म चाहिँ यहाँ तलबाट इथो गर्नु पर्ने छ। अब चौथो फेरि एका ठ्याक्कै मन ठाउँबाट इथ्यामुखो बनाउनु पर्यो। यसलाई चाहिँ फेरि बन्द गर्नु पर्यो। अब फेरि अरू त सेम भने चाहिँ क्लोज गर्यो। यसलाई मन ठाउँबाट इथो गर्यो, क्लोज गर्यो। यसलाई इथोमुखो बनाइदियो, क्लोज गर्यो। फेरि यसलाई अर्को गर्यो। अनि यसलाई के गर्यो कि यहाँबाट बन्द गरिदियो है। अब यो चार भयो 1 2 3 4 चार पछाडि घटाइबर लद्नु पर्छ। फेरि अर्को चार चाहिँ अहिले हम बढाइबर ल्याइस यहाँबाट बाहिर ल्याएर अब चार चाहिँ भित्र हाल्यो। त्यही भए अब के गरिदियो त जो यो छ लास्टवालो छ लास्टको यो दुईवटा छ यसलाईबाट इथोमुखो हल्ल्या। अब इथोमुखो हल्ल्या यसलाई बन्द गरिदिए। अब फेरि यसलाई इथो गरिदिए, यसलाई इथो गरिदिए, यसलाई इथो गरिदिए। अनि यसलाई चाहिँ बन्द गरिदिने भयो होइन। अब फेरि त्यही हो चारसम्म यो यो लास्ट हो नि त। एक एक घटाइबर ल्याउनु पर्ने भयो हामीले। अनि यसलाई लग्यो, यसलाई लग्यो, यसलाई लग्यो, यसलाई लग्यो। अब एक रह्यो एकै होइन। यसलाई यसो गरिदियो, यसलाई बन्द गरिदियो। बस डाटा फर्मेट चाहिँ यो भइहाल्यो। अब के गरिदियो कि एक हो टाउको बनाउने। यसलाई स्याप हो होइन यो भनेको। यसलाई टक्कसँगले लगायो भने अलिकति ठाउँ नआइपुग्यो मेरो होइन। जिउबाट बनाइदिने दुई बनिए। अब यसलाई घुमाउने कसरी त घुमाउने तरिका भनेको जो यो छ यो त इथ्यामुखो छ नि त। इथ्यामुखो भयो नाउले यसलाई इथै लद्दिया हो। अनि इथ्यामुखो भयो यहाँ लद्नु पऱ्यो भनेको कुनामा लद्नु पऱ्यो। यसलाई कहाँ लद्नु पऱ्यो इथोमुखो छ यो। इथोमुखो भयो भने यसलाई इथै लद्नु पऱ्यो र कुनासित मिलाइदिनु पऱ्यो। अब यो भनेको इथोमुखो यो बाहिरमुख छ यो बाहिरमुख भयो हुनाले यसलाई चाहिँ बाहिर लगाएर गरिदिनु पऱ्यो कि अर्को सेप भयो टाउको बनाइदियो। अब योकोलाई के छ बाहिरमुख छ बाहिरमुख भयो हुनाले यसलाई बाहिर लजाइदियो। यसै बाहिर लजाएर यो टाउको बनाइदियो। अनि यसलाई एक सर्प भयो। अब के गर्दै त अब यो जो सर्प छ यसको मुख उठो छ उठो मुख भयो हुनाले यसलाई उठै लग्यो हामी सुरुमा इथो लग्यो। इथो लग्यो यो मोडिन हो। आज यसलाई कहाँ लग्यो त इथो लग्यो। अनि यसलाई बन्द गरिदियो। अब यहीको मुख कहाँ छ इथो छ। यहीको मुख इथो छ भने अब इथो कसरी मिल्न सक्छ त यसलाई घुमाउनु पर्थ्यो नि त। यही मिल्ने भयो कि यसरी त अरू कोही खास चाहिँ मेल नखाने भयो कि केही भने घुम्नु पऱ्यो। अब यहीको के अरे यसलाई चाहिँ कहाँ मिलाउने त भने पछाडि यसलाई मिल्ने भनेको यही हो। अब यसलाई यहीसित नमिलाउन सकिनु, यसलाई यहीसित नमिलाउन सकिनु। यही के अरे यहीसित ठ्याक्कै मिल्ने भनेको चाहिँ यो हो। अब यसलाई घुमाएपछि गरिदियो त यहाँ पुऱ्याइदिने। अनि यसलाई यहाँ गरिदिए यहाँ यहाँ घुमाउने। अब अर्को टाउको रेडी भयो। यहाँ यो बाहिर मुख छ यहीको। अनि बाहिर लजायो यसलाई अर्को टाउको बनाइदिने। यो लै फेरि अर्को रेडी छ यहाँ बाहिर जानलाई तयार छ। यो भयो है। अब यसलाई के गर्नु पऱ्यो हामीले भने यहाँ घुमाउनु मात्रै पऱ्यो। अब यो बाहिरपट्टि छ यो यहाँ घुमिरहेछ भने यसलाई यहाँ पुर्याउने हो। अनि यसलाई फेरि जोडिदिने हो। सेम त्यस्तै यो यहाँ छ यो यहाँ छ। अब यो फेरि बाहिर जाने भयो। यो सबै नानो स्याप भयो। यहाँ सबै ठुलो स्याप कहाँको हो भने यिन दुई हुन्। सबै नानो स्याप चाहिँ यो लिएर हइएको मुखलाई बाहिरै छ यसलाई बाहिरै गरिदिनु। अब यो चाहिँ सबै नाना स्याप हुन्। सबै ठुलो स्याप भनेको यिन दुई हुन् है। अब खालि मोड्ने काम मात्रै हो अरू केही नै हो। अब यो कहाँ मोडेल त यो इथोमुखो छ नि त। यो इथोमुखो भयो भने अब कहाँकोलाई उथोमुखोसित मात्रै के अरे जोड्न सकिने भयो कि यसलाई। अब जस्तै यहाँ मानौँ
यो छ, यसलाई कहाँ जोड्ने त भनेको सबै ठुलो स्याप कहाँको हो? यो हो नि त। यसलाई जोड्ने हो हामीले यहाँसित, सेन्टरसित है। यसलाई यहाँ जोड्यो। यसलाई कहाँ जोड्ने भयो त? यहीमा जोड्ने भयो कि हम यहाँ जोड्यो। यसलाई कहाँ जोड्ला त हम? यसलाई कहाँ जोड्ला भने यहाँ हिललाई जोड्ला हम। बिच बिचमा जोडिने भयो कि यो। यसलाई कहाँ जोडिने भयो? यसरी जोडिने भयो। जोडिदिनु हो। अब यो त सकिगयो, इत्तलाई नानो स्याप हो यो, पुछाड बन्क्यो होइन, यसले सकिगयो। सबै नानो स्याप हो नि त, यो त नानो हो, पनि मोडिनु हो। यसलाई कहाँ जोड्ने भयो त? यही कुनासित के भनेको नाना, यो लास्टवालालाई चाहिँ लास्टदेखि जोड्ने हो कि। यसलाई चाहिँ सकभर नानो बनाउने हो, के भने यो लास्टवाला स्याप नानै हुन्छ कि। यहीको लागि के बन्यो? पुछाड बन्क्यो। इत्तलाई उठे बाहिर जानलाई खाइ केही रह्यो नि त। अब यसले त कहाँ मोड्ने त? इत्तलाई उठे त यसले उठाइले भन्लाई चाहिँ बाहिर जान भन्नु पर्छ कि। त्यही भने दोस्रो नै थिएन इथम काहीँ नै जो भइल। अब के गर्दै? अब यहीलाई जोड्दै, यो बिचकोलाई बिचै बिच जान्छ कि कबैलाई यो साइड साइड नै जानु कबैना यो। अनि यो स्याप चाहिँ कहाँ जाने भयो त? यसरी मोडिने भयो यो चाहिँ। उसो भयो, यो कहाँ जालो त? यो जालो अब यसरी जालो। यो कहाँ जालो? यसरी जालो हो। अब यो कहाँ जालो त? जो अलि ठुलो हो नि त यो स्याप त। यो फेरि यहाँ जाने भयो क्या। त्यही भने ठुलो स्याप हो, सबै ठुलो स्याप बनाइन् दुई होइन कि, सबै बढी घुम्यो भने बनाइन् न। आज घुम्यो भने कि नि त कि यहाँ बुझ्यान्। त्यही भने सबै ठुलो स्याप भने नि त, सबै बढी मोडिने सबै बढी घुमाउने भने यिनीलाई हुन् कि बिचका। अब जाएपछि यो पुछाड बन्यो, सकिन। यसलाई के भयो? सकिन। यहीलाई कहाँ जोडिदिने? यसरी जोडिदिने हो। अनि यसलाई बाहिर निकालिदियो, पुछाड बन्यो यसलाई। यसलाई चाहिँ बाहिर निकालिदियो, यसलाई पुछाड बनाउँछ। अनि यसलाई जोड्नु भनेको यसरी भयो। यति हो, बुझ्यो नि? ल।